यस्तो खालको चाहिँ गर्छ होइन सिद्धान्त त पनि गर्छ प्र्याक्टिकली मिलेर चाहिँ यो नेताहरू भन्दाहरू अहिलेसम्मको प्रधानमन्त्री भएकाहरू मोदी चाहिँ यिनीहरूको कामै ले अनि सोसाइटीलाई के गर्दैन भन्दाखेरि नचाहिने कुरामा गएर फसाइदियो उनीहरूलाई चाह्यो भने 4 टाउका 5 टाउका मिल्यो भने जे पनि हुन्छ जसलाई पनि प्रधानमन्त्री इज लाइक म्युजिकल चेयर कहिले यसलाई दिएको छ कहिले उसलाई दिएको छ मिली भगत गरेको छ अब होइन कसैलाई पनि उनीहरूले राम्रो उसलाई त आउनु पनि देख्न पनि नसक्नु यो पाटोले देश कहिले विकास हुन्छ सो सिन्स होइन दे हेभ बिकम लाइक 4 or 5 terms एज अ प्रिमियर अफ दिस कन्ट्री so who is the ultimate response or accountable for these whole rubbish things that has been going on in our country? So those are the ones. अब हामीले भन्ने पनि के हो भन्दाखेरि तपाईँले यो कामहरू गर्नु अब पछि गएपछि बाहिरबाट हेर्दाखेरि यति भयो मान्छे भयो भने अप्रोच गर्यो भने केही कुरा सहज गरेर भएन भने त्यसले त्यो पाएर केही पनि काम नभन्ने यो यसको प्रणालीको अब सिस्टमको त कहीँ पनि विकास देखिन्छ बाहिर हेर्दै जाँदाखेरि अब कतिपय प्राइम मिनिस्टरहरू बनेकाहरू चाहिँ अर्कालाई फसाउने निर्दोलाई फसाउने आफ्नो राजनीति गर्ने नै चाहिँ बढी भएको पहिला पनि भयो हामीले भित्र बाहिर आएपछि झन् राम्रो मान्छे देख्न पनि नहुने राम्रो मान्छे देख्न किन नहुने भने because they don't want to see you since you are good enough to come to the society. उनीहरूले त्यो कुरो के गर्छ भने त्यो राम्रो कुराहरूलाई चाहिँ इन्सर्जेन्सीमा भन्छ नि विद्रोहमा राम्रो काम गर्यो भने त्यसलाई टार्निस गर्ने सुरक्षाको चाहिँ कारवाही गर्नुहुन्छ अब एउटा म्यान पावर काम गरेको मान्छेले सी अर हि माइट बी एन एक्सपोर्ट लाइक फर हुन्छ नि सेन्डिङ पिपुल अर इम्प्लोइमेन्ट अर समथिङ लाइक द्याट अब कसैको ह्युमन रिसोर्स म्यानेजमेन्ट पनि हो राम्रो पर्ला तर हि अर सी वुडन्ट बी फिट फर लाइक एम्बासेडर नि कम कसरी के भइरहेको छ देशको इज्जत प्रतिष्ठा हुने त एम्बासेडर हो अनि एम्बासेडर हेरेको त्यस्तै छ अरबौँ अरबौँ चाहिँ खर्च भइरहेछ युनिभर्सिटीको कुरा हेऱ्यो भने त्यस्तै छ बट यु निड टु कम अप विथ योर थिङ्क यु निड टु कम अप विथ योर होइन द्याट पोजिटिभ एग्रेसन अब यही कुराले गर्दा अस्तिको जुन जेएनजी आयो कमिङ टु द पोइन्ट आई डोन्ट वान्ट टु टेक लङ टाइम मैले यो कुरा गर्नु पर्यो जेएनजीको उसमा पनि किन भयो त त्यस्तो किन यति फ्रस्ट्रेसन भयो कि हरेक कुरा फ्रस्ट्रेसन हामीलाई भइरहेको हुन्छ जेएनजीलाई हुन्छ नि त कहाँ यता गयो पनि हुन्न उता गयो पनि हुन्न कलेजहरू त्यस्तै छ योहरू त्यस्तै छ बाथरुमहरू त्यस्तै फोहोर छ उताहरू त्यस्तै छ कहीँ केही I don't see any like ventilation where you could really enjoy the fresh air.